सानो टोली चाहिँ हुन्छ, युवाहरूको टोली हुन्छ, कतिजनाको हुन्छ थाहा छैन। त्यो युवाहरू साथमा लगाएर मैले अब देशको लागि के गर्दा फाइदा हुन्छ त्यही काम गर्ने। अहिले भनेको यो शिक्षाको कुराहरू त्यो पनि एउटा कुरा हो, तर त्यतिले त पुग्दैन। अरू कुराहरू के मुद्दाहरू आउँछ देश विकासलाई, त्यो मुद्दाहरूमा साझा छलफल गरेर सामूहिक स्वर उठाएर त्यसलाई उँभो लगाउने हो। मेरो एउटा फोकस एउटा चाहिँ म के कुरामा केन्द्रित हुन्छु भने अर्थतन्त्र सुधार्ने कुरामा चाहिँ म केन्द्रित हुन्छु। अर्थतन्त्र सुधारेर देशमा रोजगारी सिर्जना गर्ने त्यो कुरामा चाहिँ म चाहिँ बढी केन्द्रित हुन्छु। यो सानोतिनो कुराहरूमा टाइम पास गर्ने होइन, अर्थतन्त्र सुधार्नुपर्छ। नेपालको अर्थतन्त्र भनेको सरकारको ढुकुटी कति छ भन्ने कुरा तपाईँहरूलाई थाहा छैन होला। तपाईँहरूले त खुब माग गर्छ नि त, यस्तो सरकारले यस्तो गरिदियो उस्तो गरिदियो भनेर सरकारले सबैलाई माग गर्ने। अब उसको सरकारको ढुकुटीमा रित्तै छ होइन। बाउ आमासँग पैसा भए पो छोराछोरीले माया पनि दिन सकिन्छ। बाउ आमासँग खोल्थेमा पैसा भने छोराछोरीले मायाले के दिन्छ? त्यही हो हालत। अर्थ मन्त्रालय ढुकुटी, सरकारको ढुकुटी भोकारी खाली छ, यति पैसा छ। त्यो पनि अलिअलि कर सर तिरेर के गरेर उठाउँछ। अनि त्यति पैसाले अब नेपालमा सबै यत्रो लाखौँ कर्मचारीहरू छन्, पाल्नु पर्यो। अनि विकास गर्ने त यति पैसा पनि हुँदैन। किन पैसा भएन त? सरकारले पैसा छापेर हुन्थ्यो नि भने। पैसा छापेर त हुँदैन। पैसा कमाउने बाटो अहिलेसम्म कुनै पनि सरकारले ल्याएकै छैन। कुनै पनि सरकारले। कति सालदेखिको भन्दाखेरि 2046 सालदेखि अहिलेसम्म जति सरकार बन्यो त्योभन्दा अगाडिकोलाई भनौँ छोडिदिउँ। 2046 साल भन्दा अगाडिकोलाई 7 सालदेखि 40 सालसम्मकोलाई छोडिदिउँ। किनभने त्यति बेला अब नेपालमा केही पनि थिएन। तर 40 सालमा लोकतन्त्र आयो। के को लागि आएको? देश विकास गर्ने, देशलाई चाहिँ एकदम सिङ्गापुर बनाउने, हङकङ के अरे स्विजरल्यान्ड बनाउने भनेर आएको होइन त? भाषा नै गर्थे त पुग्यो नि। अनि त्यसै सिङ्गापुर बन्छ र पैसा नकमाइकन? पैसा कमाउनलाई के गर्नुपर्छ त? पैसा कमाउनलाई कल कारखाना, उद्योग धन्दा, व्यवसाय गर्नेहरूको विकास गर्नुपर्छ देशमा। कुनै सरकारले गरेको छैन उद्योग धन्दा। बरु उद्योग भएको उद्योग धन्दा पनि जम्मै बन्द गरिदियो। त्यही वीरगन्जको कृषि औजार कारखाना पनि बन्द भएको